हाई सबैजनालाई नमस्कार। आशा गर्छु तपाईँ सबैजनाहरू सन्चै हुनुहुन्छ होला। आज चाहिँ म मेरो भाइको वैदेशिक यात्रा है उच्च शिक्षाको लागि जापान जाँदै गरिरहेको एउटा पलको मैले चाहिँ सम्झना स्वरूप भिडियो बनाएको छु। त्यो आशा छ त्यो भिडियो हजुर सबैहरूले लाइक कमेन्ट अनि सब्सक्राइब गरिदिनुहुन्छ, मन पराइदिनुहुन्छ। यो घडी यो समय चाहिँ हामीलाई एकदमै गाह्रो भयो है, किनभने चाहिँ मेरो भाइ चाहिँ हामी दुई बहिनीभन्दा सबैभन्दा कान्छो। ऊ चाहिँ आजसम्म घर छोडेर कहीँ पनि गएको थिएन यत्रो 20 वर्षसम्म। अनि चैतको 27 गते चाहिँ ऊ चाहिँ घरबाट गयो है, घरबाट गयो। हामीले चाहिँ बिदाई गऱ्यौँ। हाम्रो साइली आन्टी, मेरो अरू भदैनीहरू, भाइहरू सबै लागेर हामीले चाहिँ भाइलाई चाहिँ एउटा केक काटेर सरप्राइज गराएर भाइ यहाँबाट काठमाडौँ गयो है। काठमाडौँ गइसकेपछि चाहिँ उनीहरू चाहिँ डकुमेन्टहरू के काम थियो उसले चाहिँ ऊ गरिराखेको थियो। अनि भाइले चाहिँ यहाँ कसैलाई रुन दिएको थिएन है, रुन पाइँदैन भनेको थियो। यो चाहिँ मेरो पालो थियो, मैले चाहिँ लगाइदिँदाखेरिको हो है। बिदा गर्दाखेरिको यो पल चाहिँ मलाई एकदमै कठिन भयो। पहिला त रुँदैन भने नरोको जस्तै गरेँ, पछि चाहिँ मन थाम्नै सकेन है, किनभने आफूभन्दा सबैभन्दा कान्छो होइन। आजसम्मको बाबा नभएर होला, भाइ चाहिँ अझै पनि सानै छ। जिम्मेवारीले बढी बोकिएको जस्तो लाग्यो होइन। छोरा मान्छे भएर जिम्मेवारी पाउनु धेरै गाह्रो हुँदो रहेछ। भाइ नजा भनेर भन्न पनि सकेन। यो पलमा आएर यति रुन मन लाग्यो, आँसु कन्ट्रोल नभएर म चाहिँ साइडमा गएर रोएँ है। अगाडि चाहिँ भाइले रुनै दिएको थिएन। त्यसपछि भिनतले चाहिँ हाँसो लगाइरहनु थियो है। उसलाई चाहिँ बाबु रुनुहुन्न, तिमीले यताउता जिस्काइरहनु भएको थियो भिनाजुले चाहिँ। तर साह्रै गाह्रो भयो यो पल, यो समयमा भाइलाई घरबाट बिदा गरेर जा होइन। अब कमा भन्दाखेरि चाहिँ आफूभन्दा सानो भएर होला, अझै पनि बच्चा जस्तो लाग्छ, सानो लाग्छ। के गरी बस्ने होला त्यहाँ, कसो गर्ने होला। यहाँ चाहिँ मेरो दिदीको छोराले चाहिँ मामा म पनि लगाइदिन्छु भनेर मेरो भाइ छोराले पनि लगाइदिएको छ। त्यसपछि यहाँ चाहिँ मेरो ठुल्दादाको छोरा अधिवेशनले लगायो। यस्तै मेरो विभिन्न भाइ बहिनीहरू भदैनीहरूले लगाए। यो पलमा चाहिँ कस्तो पीडा लाग्यो कि भाइ नगइदिएको भए हुन्थ्यो, यहीँ बसेको भए पनि हुन्थेन। भाइले चाहिँ फेरि यहाँ मम्मी रोएर थियो अनि मम्मीलाई चाहिँ जिस्काइरहेको थियो। अनि हामीलाई चाहिँ तिमीहरू नरो है, तिमीहरू रोयो भने म तिमीलाई चाहिँ तिजमा कपडा किन्दा यताउता भनेर। अनि यो चाहिँ मेरो दिदीको छोरा सुर्खेतबाट आएको। बाबु पनि एकदम रोयो कि आमा भनेर। अनि ऊ चाहिँ आँसु कन्ट्रोलै गर्न सकेन क्या, यस्तो पीडामा थियो ऊ पनि, किनभने चाहिँ मामा जाँदा हुनुहुन्छ भनेर। यहाँ चाहिँ मेरो ठुलमम्मीले पनि टिकासिका लगाइदिनु भयो है। अनि केही भन्न सक्नु भएन ठुलमम्मीले पनि, किनभने ठुलमम्मी पनि आँखाभरि आँसु नै भरिएको थियो। कसैले पनि केही भन्न सकेन कि। हामी सबै यस्तो पीडा यस्तो लाग्छ क्या, यस्तो कसैलाई पनि नपरोस् जस्तो फिल हुन्छ। अब के गर्नु, देशमा रोजगारी पनि छैन, बच्चाबच्चीहरू युवा युवतीहरू दिन प्रतिदिन देशबाट बाहिरिँदैछन्, विदेशिँदैछन्। अब आफ्नो भविष्य पनि बनाउनु पर्दो रहेछ, देश मात्र सोचेर नभए जस्तो भयो होइन। छोराछोरीहरू अहिले हाम्रो समस्या यही छ। बुढो मान्छे पनि